घुस 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 भन्ने घुस भनेको यो पैसा रोगडा रोगडा पैसा खाना मतलब केही काम गरिदिए बापत पैसा लिएको कहाँका चेलालाई पुलिसमा नौकरी लगाउनु छ कहाँका चेलालाई चाहिँ यहाँ यस्तो अर्काका मास्टर बनाउनु छ कसैसित केही मतलब कतै केही भयो केही मुद्दा मामला मिल्नु नछ भनेको नै तसो घुस नै नै चाह पानी भन्नुभयो कोही 2-4 हजार चाह पानी भनेर चाहिँ चाह पानी उहाँले चाहिँ घुस खानुहुन्न तर चाह पानी चाहिँ खानुहुन्छ चाह पानीको नाममा कति पैसा खानुहुन्छ 2-4 हजार कोही दिन जसमा कसैको ठुलो 1 लाख योजना हालिदिए भर 20-30 हजार रुपैयाँ उहाँले चाहिँ है घुस खानुहुन्न गाइस उहाँले घुस खानुहुन्न चाय पानी खानुहुन्छ 1 लाखको कसैको काम गरिदियो भनेपछि 20,000 रुपैयाँ उहाँले चाहिँ चिया पानी खानुहुन्छ 20,000 को चिया पानी खानुहुन्छ चिया पानी खानुहुन्न फेरि त्यो पैसा हुन्छ कि चिया पानी नै खानुहुन्छ ऋतु किजलाई दिन भनेपछि तपाईको चाहिँ वडा अध्यक्ष भएदेखि तपाईले चाहिँ ऋतुकी इजा पनि मालामाल तपाई पनि मालामाल मधेसमा अब घर बनाउने योजना अनि चाहिँ कसैलाई के गर्दिनु पर्यो भनेपछि चिया पानीको नाममा 20,000 रुपैयाँ कुप्लुक्का आइहाल्छ बिहेमा चाहिँ भोज खान पाएको छ हुँदा हुँदा बियर पनि खानुभयो हुँदा हुँदा होटलमा चिया पनि खाइसक्नु सबै खालका स्कुलका कार्यक्रममा झाइरहन्छ बोलाएर खान अनि यत्रा सामानहरु पाउनु भएको छ हैन यो भन्दा ठुलो स्वरोजगार त मैले आजसम्म देखे खाइयो त पाइयो यसको अर्थ के हो खाइयो त पाइयो खान पड्डे रहेछ कतिले भन्यो त्यो इन्डिया जा कतिले भन्यो काई जा कतिले भन्यो काई जा नै मुई धामकाल भन्यो ग्वालो जा गएर म बाख्रा चराउँछु कतै पनि जाँदैन धामकाल भन्यो ग्वालो जा बाख्रा चराएको फल आज पाइयो कसले दियो फल धामकालले भरेले काललाई हामी र भरेले गर्दाखेरि उहाँ वडा अध्यक्ष हुनुभयो र गाउँमा के विकास गर्नुभयो उहाँले बाख्रा दिनुभयो कुखुरा दिनुभयो घोरेटो दिनुभयो जति हामीलाई भोट हाल्थ्यो हामीले उनलाई सबको छ गाइस दीर्घकालीन विकास नभयो भने गाउँमा रोड आओस् नआओस् बाल भएन गाउँमा स्वास्थ्य चौकी आओस् नआओस् बाल भएन गाउँमा राम्रो शिक्षा नीति आओस् नआओस् बाल भएन तर गाउँको मान्छेले खसी खानै पर्यो बाख्रा खानै पर्यो कुखुरा खान पाउनै पर्यो चिया खान पाउनै पर्यो अनि अरु के पाउनु पर्यो गाउँमा सबैले योजना पाउनु पर्यो योजना कहाँबाट आउँछ मतलब खडन्जल गर्नु पर्यो बस त्यो खडन्जल भएपछि भइहाल्यो त्यही योजना हो त्यस्तै परेपछि 2 लाख